एउटा दुर्गम पहाडी गाउँमा 3 जना नानीहरू बस्दथे। धन्ते, सन्ते र मन्ते। तीनैजना एउटै स्कुलमा पढ्थे, तर स्वभाव भने एकदमै फरक थियो। धन्ते गाउँकै सबैभन्दा धनी परिवारको थियो। धन भएर पनि ऊ निकै घमण्डी थियो। स्कुलमा साथीलाई हेप्थ्यो, अरूलाई नजोकिँदै बोल्थ्यो र आफूलाई सबैभन्दा ठुलो ठान्थ्यो। मन्ते र सन्तेलाई त झन् सधैँ तुच्छ पार्थ्यो, तर मन्ते मनको धेरै धनी थियो। सधैँ मिजासिलो, सहयोगी र दयालु। जो कोही समस्या परे उसले सकेको सहयोग गर्थ्यो। सन्ते नाम जस्तै स्वभाव पनि सन्त, शान्त, भद्र, मिलनसार र हँसिलो। मन्ते र सन्ते सधैँ मिलेर अरूलाई सहयोग गर्थे, तर धन्तेले भने उनीहरूलाई कम आख्थ्यो। एक दिन गाउँमा ठूलो विपत्ति आयो। एक रात धन्तेको घरमा अचानक आगो लाग्यो। घर मात्र होइन, उसको सारा धन सम्पत्ति क्षणभरमै खरानी बन्यो। धनी धन्ते एकै रातमा कंगाल बन्यो। एक छाक खान नपाउने, बस्न ठाउँ नपाउने त्यो गर्विलो धन्ते अब असहाय बन्यो। गाउँका धेरै मानिसले धन्तेको पुरानो व्यवहार सम्झेर टाढै बसे, तर मन्ते र सन्ते फरक थिए। उनले धन्तेको अघिल्लो घमण्डलाई वास्ता गरेनन्। दुईजनाले उसको हात समाते, घरमा लगेर राखिदिए, खाना खुवाए, लुगासाग परादिए, स्कुल जान पनि सहयोग गरे। त्यही दिन धन्तेको आँखा खुल्यो। धनी हुनु मात्र ठुलो होइन रहेछ, मन धनी हुनु रहेछ भन्ने ऊ बुझ्यो। मन्ते सन्तेको माया र सहयोगले धन्तेको घमण्ड पग्लियो। ऊ विनम्र, शान्त र सहयोगी बन्न थाल्यो। अब उसले सबैलाई सम्मान गर्न थाल्यो। अनि तीनैजना धन्ते, मन्ते र सन्ते एक भएर गाउँका गरिब, दुखी र असहायलाई मद्दत गर्न थाले। धनी होइन, मन धनी बन्ने बानी नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।